सबैभन्दा अन्याय पर्दा जाने ठाउँ कहाँ हो? अन्याय परेको ठाउँमा जानु पर्दा कहाँ हो? अदालत हो कि होइन? सानो तिनो त उहाँले पनि मिलाउला, ठुलो अन्याय खोज्न त त्यही अदालतमा जानु। तर त्यो चाहिँ पार्टीगतकै न्यायाधीश हुनुपर्ने के हो? त्यो विधान मिलाउनु पर्छ। यसैको अन्त्यका लागि यो पनि राम्रो छ। त्यो तपाईँहरूले मिलाउनु पर्छ। किनभने न्याय ल्याए भनेको स्वतन्त्र हुनुपर्छ। ओ प्रमाणको आधारमा एउटाले बलात्कार गर्छ, निर्मला पन्थले किन पाइन? न्याय किन पाइन? ओलीको न्यायाधीश हुनुपर्ने, देउवाको न्यायाधीश हुनुपर्ने, एउटा चाहिँ नि त्यो रविको लागि न्यायाधीश हुनुपर्ने एउटा कुरो न्याय पाइन्छ। अनि अर्को कुरा तपाईँहरूलाई भन्छु, बिस्तारै बिस्तारै अब गर्ने बित्तिकै त केही कुरा पनि सफल हुँदैन, धेरै वर्ष लड्नुपर्छ। अब कानुन ल्याउँदा बलात्कार गर्नेलाई जन्म कैद, फाँसी अनिवार्य। त्यो गऱ्यो भने हामी छोरी चेली बुढापाका स्वतन्त्र रहन सक्छौँ, नत्र भने सक्छौँ।